आज राष्ट्रिय स्वतन्त्र पार्टीले चितवनमा आयोजना गरेको विशाल आमसभालाई सम्बोधन गर्दै बालन शाहले के भने त साथीहरू, बालन शाहले यो आमसभालाई सम्बोधन गर्दै केही महत्वपूर्ण कुराहरू राखेका छन्। कतै व्यङ्ग्यात्मक शैलीमा त कतै अलिकति गम्भीर बनेर। सुरुमा बालन शाह भन्छन्, म प्लेन चढेर काठमाडौँबाट चितवन आउँदै गर्दाखेरिमा चितवनका घरहरू जति पनि छन् ती पुरै घरहरूमा निलो जस्ता पाता देखे मैले। यो कसलाई गिज्याउनु भएको तपाईहरुले यसरी जस्ता पाता टाँसेर? बालन शाहले व्यङ्ग्य गर्दै भन्छन् र उनी फेरि थप्छन् कि यो जस्ता पाताले घरको छतलाई माकिनबाट जोगाउँदो रहेछ र उनले त्यहाँ उपस्थित आम जनतालाई बुझिदिन आग्रह गर्छन् कि राष्ट्रिय स्वतन्त्र पार्टीको यो निलो रङले पनि देशलाई यसरी नै माकिनबाट जोगाउँछ भनेर। त्यस्तै गरेर उनले टुरिज्मको कुरा निकाले साथीहरू। एकजना साथीले मलाई अलिकति चितवनको पनि टुरिज्मको प्रमोसन गरिदिनु है भनेर भन्नुभयो। यो भन्दै बालन शाहले भन्छन्, चितवनलाई पनि टुरिज्मको प्रमोसन गर्नुपर्छ र चितवन आफै एउटा टुरिज्मको हब हो। चितवनले त देशलाई टुरिज्म सिकाउने हो। चितवनको थारू समुदायले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा टुरिज्ममा पुर्याएको योगदान, यो सबै कुराहरू यही छ, चितवनमै छ। त्यसो हुँदा चितवनलाई टुरिज्म हामीले सिकाइरहनु पर्दैन। चितवनले त पुरा नेपाललाई टुरिज्म सिकाउने हो। नेपालको टुरिज्म चितवनले प्रमोसन गर्ने हो। के रोनाल्डोलाई फुटबल खेल्न, मेस्सीलाई फुटबल खेल्न हामीले सिकाउनु पर्छ र? उनले यो उदाहरण समेत पेश गरे साथीहरू यहाँनिर। र त्यस्तै गरेर उनले यहाँनिर किसानका समस्याहरूको बारेमा पनि बोले। बिचौलिया र व्यापारीहरूले भ्रम सिर्जना गरेर यहाँनिर किसानहरूलाई दुःख दिइरहेका रहेछन्। त्यो दुःखबाट पार लगाउन अब रासोपा आएको छ। रासोपाले त्यो दुःखबाट पार लगाउँछ। यही उत्पादन हुने धेरै तरकारी फलफूलहरूलाई हामीले कोल्ड स्टोर बनाएर त्यसमा स्टोरेज गरेर बेमौसमी बेच्न सक्छौं, जसको कारणले गर्दाखेरिमा किसानले पनि मूल्य पाउँछ र खाने उपभोक्ताले पनि सही मूल्यमा तरकारी सब्जी किन्न पाउँछन्। र उनले अगाडि भन्छन्, आफू देशैभरका धेरै जिल्लाहरूमा घुम्दै गर्दाखेरिमा ती सबै जिल्लाहरूका समस्या लगभग उस्तै रहेछन्। उस्तै भन्दा पनि अझै कस्तो एउटा चाहिँ फाइदा के रहेछ भने एउटा जिल्लाको समस्याको समाधान अर्को जिल्लाले गर्न सक्ने समस्याहरू हाम्रो देशैभर रहेछन्। त्यसो हुँदाखेरिमा अब हामीले राष्ट्रिय स्वतन्त्र पार्टीको सरकार बनाएर यी समस्याहरूलाई त्यसरी नै समाधान गर्नेछौं भनेर बालन शाहले भन्छन् साथीहरू। र उनले अगाडि थप्छन्, हाम्रो देश त साँच्चै हेटौँडा सिमेन्ट कारखाना जस्तै भएको रहेछ। स्रोत, साधन, जनशक्ति सबै कुरा हुँदाहुँदै पनि हेटौँडा सिमेन्ट कारखाना चल्न सकेको छैन। हाम्रो देश त्यस्तै भएको छ। अब हाम्रो देश हेटौँडा सिमेन्ट कारखाना जस्तो हुनु हुँदैन। हाम्रो देश त अब नेपाली कंग्रेसको वाई चाउचाउ जस्तै हुनुपर्छ भनेर उनले नेपाली कंग्रेसको तर्फबाट नवलपरासीमा उम्मेद्वार बनेका विनोद चौधरी प्रति इंगित गर्दै हल्का सटाएर पनि हाने साथीहरू। र उनले अगाडि थपे कि तपाईहरुले अब चिन्ता मान्नु पर्दैन, चितवनवासीले चिन्ता नलिनुस्, हाम्रो पार्टीको सभापति यहीँबाट चुनाव लड्दै हुनुहुन्छ। तपाईहरुको हरेक समस्याहरू सुन्नको निम्ति हाम्रो पार्टी सभापति यहाँनिर तयार हुनुहुन्छ। अब तपाईहरु हामीहरु सबै मिलेर हाम्रो यो बिरामी भएको देशलाई उपचार गर्ने हो, हामीले देशलाई अगाडि बढाउने हो, मिलेर देश विकास गर्ने हो भन्दै उनले आफ्नो मन्तव्य यसरी नै टुङ्ग्याए साथीहरू। सबै कुराहरूलाई समेटेर उनले आफ्नो एउटा छोटो, रोचक तर घोचक मन्तव्य त्यहाँनिर उनले प्रस्तुत गरे। र रासोपाको यो सभामा एउटा बाक्लो उपस्थिति थियो साथीहरू। हजारौं मान्छेहरू त्यहाँनिर उपस्थित थिए। चितवनलाई विशेष गरेर रासोपाको किल्ला पनि मानिन्छ। यही कारणले पनि अरू आमसभाहरूमा भन्दा तुलनात्मक रूपमा आजको चितवनको आमसभामा धेरै मान्छेहरू उपस्थिति भएका थिए। बालन शाहले ती सबैलाई सम्बोधन गर्दै यी यावत कुराहरू त्यहाँनिर राखेका छन्।